यो कसरी पत्ता लाग्यो भन्ने कुरा चाहिँ म यहाँ सोध्छु। यो कसरी पत्ता लाग्यो यो शिला छ यहाँ भनेर? यो चाहिँ नानी बिरामी छ। नानीलाई आज राति 2 बजी राति सपनामा दिएको। हजुर। यहाँ ठुलीपाथीभराको शिला, यहाँ 5 कन्या पाथीभराको शिला यहाँ छ हजुर भनेर त्यहाँ जाउँ लिन भन्ने कुरा हुँदा आज बिहान म सबेरै 5 बजी उठेर आएर नानीसित लिएर आएर नानीले धुपधुवार गरेर बाती बालेर नानी हुँदै कोट्याएर नानी उनले नै कोट्याएर यो शिला फेला परेको। र कति वर्षको नानी? नानी 23 वर्षको। 23 वर्षको नानी? हजुर। बिरामी नानी चाहिँ? बिरामी नानी ऊ माता ठुलीपाथीबाट माता उत्रिने उसको वाचन छ। हजुर हजुर। हैन? नानीको नाम चाहिँ अब फाल्गुणा हो, जन्म भन्दा अहिले प्रमिला कार्की भन्छ। अनि यो बिहान आएर चाहिँ यहाँ शिला छ भनेर पत्ता लगाएर राति सपनामा देखेर अनि यहाँ आएर झिक्दै हुन्छ है? यो लान सम्भव होला त? अब यो अहिले निक्ल्यो भने त सम्भव, अब तपाईँहरूको सबको साथ सहयोग गरिदिनु होला, सम्भव हुन सक्ला। अब म पनि यसै भन्न सकिनँ। त्यही त ठुल्ठुलो अब सम्भव कि हुन्छ कि भन्ने आशा। हजुर। आशा। यो कहाँ लिएर जानुहुन्छ? यो धारापानी। धारापानी कहाँको धारापानी? यो यता इनापा 4 धारापानी। ए त्यहाँ हो नि त घर नानीको। हजुर चाहिँ? हजुर चाहिँ को पर्नुहुन्छ? कार्की, लामा कार्की। हजुर बुवा? बुवा म। ए नानीको बुवा। ए हजुर चाहिँ बुवा? बुवा। ए हस्, थ्याङ्क यू। बिहान मम्मी पनि आउनु भएको थियो। ए मम्मी पनि आउनु भएको छ? मम्मी म एकजना भाइ गाउँ पहिले। ए हस् हस्, थ्याङ्क यू। यो चाहिँ यसरी यो माइखोला राजबाडी टापु भन्दा थोरै मासतिर यो पुल, माइखोला पुलदेखि चाहिँ 100 मिटर तल चाहिँ यसरी हाम्रो एकजना माता जो उहाँ आफै आएर धुपबाती गरेर चाहिँ यो झिक्ने कार्यक्रम भइरहेछ यहाँनिर देख्न सक्नुहुन्छ।